उहाँ हुनुहुन्छ इस्मा 3 रामकोटका स्थानीय समाजसेवी व्यक्तित्व लालबहादुर कुँवर। उहाँले विगत लामो समयदेखि स्थानीय बासिन्दाहरूलाई जीवन उपयोगी सिप सिकाउँदै आउनुभएको छ। आज उहाँले रामकोटमा कुचो बाट्ने तालिम दिँदै हुनुहुन्छ। हेरौँ उहाँले दिँदै गर्नुभएको तालिम अन्तिमसम्म हेरेर आफूले पनि उहाँले दिएको सिप मार्फत ज्ञान लिन हुन हार्दिक विनम्र अनुरोध गर्दछु। सबभन्दा पहिला त म चाहिँ 12-15 वर्षको उमेरबाट मैले सिक्न पाएको हुँ। उतिखेर चाहिँ कुचा किन्ने चलन कोही पनि थिएन। अब यहाँ आफ्ना घरमा बुवा अङ्कलहरू, बुवा भनौँ न, जेठा बुवा, माइला बुवा, साइला बुवाबाट यो सिक्ने मैले मौका पाएको हुँ। मलाई के लाग्छ भने यो चाहिँ कुचा हला डोको नाम्लो दाम्रो के हुन्छ भने आफूले आफ्नो काम गर्न सिक्नुपर्छ र यो काम सिकेपछि आफूलाई आफ्ना खुट्टामा टेक्ने एउटा मौका पाइन्छ, जसले गर्दाखेरि आफू दरिलो बन्न सकिन्छ। कुनै पनि चिज आफूले उत्पादन गर्ने हो। अमृसा लगाउन पर्छ, बाध्य लगाउन पर्छ, आफ्नो टोको आफैले बुन्न पर्छ, आफ्नो काम आफैले गर्न पर्छ। नमस्ते। आज मैले चाहिँ बायाँ हातमा एउटा बाध्य लिएर कुचो बाट्ने एउटा तरिका सम्पूर्ण यहाँ भेला हुनुभएकालाई मैले यहाँ सिकाउन लागिरहेको छु। सर्वप्रथम त कुचालाई सर्वप्रथम बाँध्नेको तरिका सबैभन्दा दुईचोटि चाहिँ यसलाई घुमाउने। दुईचोटि घुमाइसकेपछि यसलाई भित्रबाट दुईवटा रस्सीलाई भित्रबाट यसरी राख्ने। राखिसकेपछि यसलाई राम्रो तरिकाले कस्ने र यो कुचो बनाउँदाखेरि लामो पनि नहोस्, छोटो पनि नहोस् र यो बाध्य अनुसारको बीच भागमा पारेर बेसरी यसलाई कस्ने। ल कसिसकेपछि अब यो भयो स्वतन्त्र। अब यसलाई चाहिँ कोही पार्ने 10वटा 20वटा जति हुन्छन् सानसाना कोही पार्ने लुठाहरू हुन्छन्, पलाएर कस्ने। एउटा पल यहाँ बाँकी छ, एउटा पल यहाँ बाँकी छ, यहाँ दुईवटा छन्। यसलाई पनि फेरि कोही पारेर अथवा बटारेर लगेर पहिलो फर्स्ट दुलोमा लगेर अथवा कोहीमा लगेर लगेर अब त्यसपछि आएर रहेको एउटा र फेरि अर्को दुलोमा लगेर बाँकी रहेको दुलो छ यसमा लगेर फेरि फर्काउने। अब यो त भयो पूजाको नमुना। यति भइसकेपछि यसलाई यस्तो छ। यति भइसकेपछि कस्ने थोरै थोरै कस्ने, धेरै होइन। सबै पोइहरू पटारेर सम्पूर्ण तयारी भएर बाँच्नको लागि सुरु भयो। अब हामीले ध्यान राख्ने कुरो के छ भने जहाँबाट सुरु गरिन्छ एउटालाई चाहिँ माथिबाट फेरि कसेर दुईजनालाई बिलाउने। कतिवटालाई बिलाउने? दुईजनालाई बिलाएर यिनलाई गरिदिने। यो घटारेको माथिबाट लगेकालाई बायाँ हातले चाहिँ छोप्ने। एवं रीतिले फेरि दुईजना छोडेकालाई फेरि यसलाई चाहिँ एउटा बिराउने। अब तपाईँहरूलाई म सिकाउँछु बाँध्नेको तरिका। कमसेकम 1 हातसम्मको डोरी लिने। डोरी लिइसकेपछि यसलाई भित्री गाँठो जसरी पारेका थिए त्यसै गरेर फेरि यसलाई साङ्ली पार्ने। साङ्ली पार्दा दुईटाको भित्रै एउटा टुप्पालाई भित्र लगेर घुसाउने। अब घुसाइसकेपछि फेरि यसलाई कस्नेको तरिका भरिसक कडा चट्टान अथवा पर्खालमा लगेर यसलाई राम्रो तरिकाले कस्ने। मेरो बुवा म 14 वर्षको उमेरमा चाहिँ बित्नु गाडीमा पर्छ। त्यति बेला कुचो किनेर दाम्ला किनेर
बान्ने चलन अथवा बढार्ने चलन थिएन। त्यति बेला जस्तो तस्तो आफैले सिक्न पर्थ्यो। बुवाले डोको, नाम्लो, हला, जुवा इत्यादि मैले पहिला बुवाले गरेका कामहरू देखेर जुन सङ्कट आइलाग्यो त्यो बेलामा चाहिँ बुवाले गरेका कामहरू देखेर मैले यो काम सिकेको। जति मैले सिकेँ धेरैलाई पनि सिकाइसकेँ। सिकेकाहरूले पनि धेरैले सिक्नु, नसिकेका जतिले आफ्नो घर निर्वाह गर्नको लागि कसैका श्रीमान विदेश हुनुहुन्छ, कोही एकल महिला हुनुहुन्छ, कसैका छोरा पढाइमा विदेश जानु छ। अब गाउँ बार्न भन्दा आफ्नो काम आफैले गर्न सिकौँ भनेर आज मैले सम्पूर्ण भाइ दाजुभाइ दिदीबहिनी बुहारी छोरी छोरा नातिलाई लिएर यो कुचो पाक्न मैले सिकाएको छु। यो तपाईँले कुनै पनि हालतमा नबिर्सनु। एकदम राम्रो अब सिकाउनु उहाँले धन्यवाद छ। अब हामीले सिक्छौँ। त्यस्तो त नहोला, केही समय लाग्ला, भए पनि त्यतिको बनाउन सक्छौँ भन्ने हामीलाई आँट लागिरहेको छ। सुरुवातको समयमा केही बिग्रियो भने कर्मश गर्दै जाँदाखेरि ट्राई गर्दै जाँदाखेरि केही न केही फाइदा हुन्छ। धेरै खुसी लाग्यो हाम्रो आदरणीय अङ्कल लालबहादुर कुँवरले। ल अनि अर्को कुचो बाटेर तपाईँलाई जानकारी दिने गराइयो। धेरैले सिक्नु पनि फेरि सिक्नुहुन्छ। फेरि चाहिँ अमृतको कुचो बाट्नको लागि अब मैले सबैलाई देख्न गइरहेको छु। तपाईँले ध्यान दिएर सिक्नु होला। यो